काँचो आउनु थियो होइन ट्याक्कै गरी उतार्ने बेला चाहिँ हामीले चाहिँ अब यसमा चाहिँ हल्का नुन हाल्नु पनि रहेछ साथीहरू यत्तिकै भइसक्यो चाहिँ हाम्रो मकै चाहिँ पाकिसक्छन् अहिले चाहिँ हाम्रो यो मकै चाहिँ पाकिसक्यो अनि ड्याडीजीले खाँदै हुन्छ कस्तो खाना त फल्यो तर यस्तै छ चार आइटम तरकारीको 2 आइटम भातको 1 आइटम दुध सबै लगाएर बनाएर दियो कस्तै साथीहरू आजको नयाँ भिडियोमा हजुरलाई स्वागत छ आजको भिडियोमा सुरुमा चाहिँ हाम्रो तयारी गर्नुभएको छ अनि चाहिँ बाहिर भित्रपट्टि एउटा लगाएर चाहिँ यहाँ मौसम चाहिँ यस्तो बगाल छ पानी परेर चाहिँ चप्प त्यतापट्टि हेर्दा जानु पऱ्यो यहाँ चाहिँ यहाँनिर के गर्नु मर्चे चल्नु पर्ने साथीहरू तपाईँको चाहिँ यहाँनिर हाम्रो यो बारीमा चाहिँ कौना ल्याएर फर्सीका मन्टा चाहिँ टिपेर लिएर गएछ त्यही भन्दा पनि सानोले बाहिरपट्टि एउटा त्यहाँतिर गरेर टिप्नु पऱ्यो त्यहाँदेखि चोर पनि अन्त यस्तो चोर छ यहाँ बारीमा यत्रो गऱ्यो फर्स्ट आएर चोर्छन् चोरहरू यो भने यस्तो छ अब त्यहाँपट्टि टिप्नु पऱ्यो अनि हाम्रो बाघको काम त सधैँ यहाँ बसेर फोन हेर्ने छ हो कति गरेर थाहा छैन हेर्नु पऱ्यो त्यही कारण रोगला माथि बित्दा त त्यो ठुलो ओली मात्र रहेछ ठुलो मात्र छ बसाएको त सल्लाह खाना त भयो तर यस्तै छ त्यति गरेर यहाँ चाहिँ साइनमाले दिने अरे मजाले अब तरकारी बनाएर केही गरेर मलाई हुन्छ आइसकेँ फेरि माथि खाना पकाउनु तपाईँलाई मैले हिजो पनि यसको रेसिपी भनेकै थिएँ पानी नहालिकन मासु पकाउनु अब आज पनि अब तपाईँले बुझ्नु भएको छैन हिजोको भिडियो फेरि आज पनि देख्न सक्नुहुन्छ त्यही त मासु हाल्ने अनि यसमा चाहिँ नुन मासु हाल्नेपछि नुन बेसार हाल्ने अनि त्यसपछि फेरि सिधै सिटी लाग्ने मासु चाहिँ रेडी हुन्छ साथीहरू चाहिँ मैले खाना पकाएर भइसकेँ अनि मैले पकाएको खाना भन्दै यो चाहिँ सुत्केरीको लागि भात यो चाहिँ हाम्रो लागि भात अनि यो चाहिँ आटो अनि यो चाहिँ सुत्केरीको लागि मासु यो पनि नअटाएर अर्को मासु त्यही मासु नअटाएर 2 ठाउँ राखेको अनि यो दुध अनि यो तरकारी अनि यो त्यति गरेर लाग्छ नि मैले दिनको तल राख्नु अनि यो चाहिँ दाल हाम्रो आइटम भयो साथीहरू 1 2 3 4 आइटम तरकारीको 2 आइटम भातको 1 आइटम दुध च्याप्प लगाएर बनाएर गयो अब आउनुहुन्छ र च्याप्प खाँदै गयो त्यही साथीहरू म चाहिँ मस्त बसिरहेको थिएँ अनि ड्याडी लिएर बाहिर चाहिँ भात खाएर पसलमा गइसक्नु अनि त्यसपछि यहाँ एकैछिन चाहिँ मात्रै पानी परेर चाहिँ मस्त मम्मी अझै आउनु होइन आउने भनेको टिगर पकाएर रेडी बनाएको रहेछमा आउनु होइन कति बेला आउनुहुन्छ खाइयो म त खाँदैन त्यति छ हेरौँ मम्मीको बेला आउँछ र खानु जान्छ अब मम्मी आउनु ट्याक्क लगाएर हेर्न पनि अब पैसा दिएर हेर्नुपर्छ के गर्ने सिस्टम यस्तै छ खान ल्याइदिने अनि त्यसपछि हेर्न पनि पर्ला सबै गर्नु पर्ला मुखेर पैसा दिइसकेँ अब चाहिँ मोबाइलमा देख्नु भन्नु या त मैले देखाएँ साथीहरू अब च्याप्प मोबाइलमा खाना हान्छ के अरे मम्मी र माइस चाहिँ स्कुल भयो खाना हाल्नु च्याप्प लगाएर धेरै भयो खाना चाहिँ अब च्याप्प लगाएर नि जुस बनाएर
मम्मीले खाँदै हुन्छ बाल काम चाहिँ उहाँले पनि बस्ने हो त्यही गरेर खाँदै त्यसपछि चाहिँ मम्मी पनि तल जान पापा पनि घुम्न आएन मजाले मम्मी पनि तल आएर बस्न अनि मान्छे पनि त्यही ठुलो पारेन तल यहाँ सुत्न सक्छ नयाँ मान्छे अंकलले फोटो खिचाउने अरे घुम्न आएन ल तपाईँले हाम्रो घरमा नयाँ मान्छे ल्याइसक्नु भयो अनि प्लस हाम्रो घुम्न जानु छ जानुभयो अनि यहाँनिर चाहिँ हाम्रो यहाँ केटाहरूले गरेछन् कि काम ऊ यो सेतो देख्न अनि यो सेतो देख्न अनि यहाँ यस्तो काण्ड गरेछन् के हो भन्नुहुन्छ भन्दाखेरि कागज हुन्छ नि कागज चपाएपछि यस्तो निकाल्ने फुत्त मान्छे चौकिने मैले जमाना गरेको मलाई थाहा थियो मम्मीलाई त्यही भनेको त साँझ आएपछि सोध्छु भन्न अब हेर मासमा चाहिँ के हुन्छ केटाहरूको हालत भएको त हुँदा अलिक सिलिङ बिग्रिन्छ यसले हुँदा अर्कोले टाइटवालाले गर्नुपर्छ अब हामीले चाहिँ यहाँ सर्लक्क जानु सक्छौँ मजाले के छ घरको काम गर्नुपर्छ के अनि आम चाहिँ भर्खरै सफा गरेर भइयो अनि त्यसरी यहाँ केटाले दुध नआएर यहाँ लेक्टोजन खैली ल्याउने क्या चाहिँ कस्तो खान्छ यस्तो भएपछि ठुलो मन्दिर मान्छे चाहिँ जानुभयो अनि हाम्रो नयाँ मान्छे पनि आफ्नो घर गयो ल हामी चाहिँ आफ्नो काम गर्नुपर्छ गएर चाहिँ हामीले अब हाम्रो ठुलो मम्मीलाई र भाइजूलाई अनि हाम्रो नयाँ मान्छेलाई पनि पढाइसक्यौँ हुने भएर अब चाहिँ हाम्रो मम्मीले मैले चाहिँ अब कपडा धुने भनेको छ त्यहाँ मम्मीले नि कपडा निकाल्दै हुनुहुन्छ अनि अब ड्याडी चाहिँ कहीँ कपडा धोइदिनै पऱ्यो कपडा धुने मान्छे अब सिकेर सबै निकाल्नु पऱ्यो धुनु पऱ्यो यति त छ फाइनल चाहिँ अब कपडा धुवाइ भइसक्यो अब चाहिँ मिसिनमा हाल्दा चाँडो सुकुन क्या 4 भइसक्यो नि त त्यही भएर चाहिँ मैले मिसिनमा हालिदिनु लाग्यो यहाँ मजाले बा पनि घुमेर आइसक्नु भएको छ ट्याक्क लाएर देख्न सक्नुहुन्छ कपडा अनि रेनकोट पनि धोएर हाल्दै जाँदा चाँसोको छ च्याप्प ल साथीहरू फाइनली चाहिँ कपडा भइसक्यो हामीले कपडा धोएर भइसक्यो अनि हाम्रो कपडा चाहिँ यति नै थियो अब च्याप्प सुकाउने अनि त्यसपछि चाहिँ तल जाने फाइनल चाहिँ अब मम्मीले मैले चाहिँ कपडा सुकाएर तल आइसकेको छौँ अब मम्मी चाहिँ सुत्ने 1-1.5 घन्टा मजाले त्यो तल फेरेर सुत्नुहुन्छ मेरो काम भनेको चाहिँ मस्त यहाँ अलिकति पोछा लाग्ने छ त्यो पोछा भान्डा तर्दिनु पऱ्यो यस्तो भएको पऱ्यो यहाँनिर टेकेर यस्तो पनि हे भगवान् यस्तो के होस् सकिन्छ चाहिँ मैले पोछा लाएर नि भइसकेँ यहाँनिर अनि हिँड्दा भए छाप बसिहाल्छ के गर्ने अलिक प्लस पानी पर्ला थियो भाइलाई बोलाएर भर्छ त भन्ने भाइले यहाँ भरिदिइरहेको छ पानी पनि अब के गर्ने गर्नु पऱ्यो यता मम्मी चाहिँ सुत्न मजाले फ्यामिली जान्छ साथीहरू मम्मी चाहिँ हाम्रो अझै स्टिल सुत्न छ भने ड्याडी चाहिँ यहाँ चाहिँ नास्ता खाने अन्डा हुनाको रात चाहिँ हामीले चाहिँ अब यो मकैलाई चाहिँ भोट्नेवाला छ तेलमा राखेर मस्त तरिकाले अब फुक्नु पऱ्यो पहिला त्यो चाहिँ अब मैले मकै छरिसकेको छु अब यसलाई चाहिँ बनाउँछ है अब बनाउनलाई चाहिँ हाम्रो चाहिँ फ्राई प्यान चाहिन्छ पहिला अन्त फ्राई प्यान दिने बसालिदिने आगो झुम्ने गरेर ट्याक्क लाएर त्यसपछि हाम्रो आउँछ ओइल बार्ले मलाई यहाँ खेर दिने त्यसलाई चाहिँ यहाँ हाल्यो तेल खाइसक्यो अब आधा खुला चाहिँ अब डिप फ्राई रात बनाउँछ मस्त पकाउनु पर्दैन मतलब पाकिन्छ काँचो अगाडि होइन ट्याक्कै माथि उतार्ने बेला चाहिँ हामीले चाहिँ अब यसमा चाहिँ हो क्या नुन हाल्नु पनि चाहिँ साथीहरू यत्तिकै भइसक्यो चाहिँ हाम्रो मकै चाहिँ पाकिसक्छन् अहिले चाहिँ हाम्रो यो मकै चाहिँ पाकिसक्यो अनि ड्याडीजीले खाँदै हुन्छ कस्तो ठिक छ मैसी त टक्क सही कम्बिनेसन बनाएर खानु
बाले चाहिँ आजकल यस्तो छ के गर्ने पाला सर किन्न फेरि खानु पऱ्यो आफ्नो कम्बिनेसन त्यही नै हो अलिक मुइले चाहिँ अमिलो पनि अलिकति हाल माथि पनि सब ठिकठाक छ हो हामीले नास्ता खाइयो मकै चाहिँ मिठो थियो मम्मीलाई चाहिँ किन्न नदिएको हुन्छ मम्मी सुत्न थियो भर्खर जस उठ्न अनि प्लस मम्मीले चाहिँ मकै हाल्ने दाँत दुख्छ त्यही भएर नहेरेको साथीहरू अब यस्तै छ अनि आजको दिन चाहिँ यस्तै गर्दै गयो अनि आजको भिडियो चाहिँ यति नै थियो आशा लाग्छ हजुरलाई मेरो भिडियो मनपर्छ होला मनपर्छ भने लाइक सेयर अनि कमेन्ट गर्न नबिर्सिनु होला बाई